आज क्या पुत्र त एकादशी होइन अनि मैले आज तरकारी क्या आलुको पकाउन आँटेको उसिनेर आलु ताछेर अनि उसिने होइन अनि त्यसलाई अनि यहाँ मकै भिजाएको थिएँ अनि यो दही ल्याएको क्या यो दही पाकेटबाट मिठो हुन्छ क्या मलाई यो पाकेटको मिठो लाग्छ क्या दही अनि आज सुनको चामल खानुपर्छ नि त मकैको चामल भनेको सुन हो नि त अनि मकैको चामलको भात पकाएँ सुन पकाएँ होइन मलाई त्यो खानु मन लाग्छ दही हेर्नु दही छ होइन अनि मकैको चामल आलुको तरकारी पकाएँ होइन आज अनि खाएँ मैले होइन मलाई चाहिँ कस्तो कहिले एकादशी आउला र सुनको भात खान पाउँला भन्ने हुन्छ अनि मैले होइन दही अनि तरकारी मकैको चामल सुन रेडी पारेँ अनि खाना आँटेर पकाएँ आफै पकायो आफै खाएँ के गर्नु नि जिन्दगी अनि मलाई चाहिँ कहिले एकादशी आउँछ र सुनको भात खान पाउँछु नि भन्ने हुन्छ क्या मलाई बहुत मनपर्छ क्या सुनको भात अनि सुनको भात पकाएर होइन मैले खाएँ आज तपाईँहरूलाई कतिको मनपर्छ सुनको भात मकैको चामल कतिको मनपर्छ मलाई त मिठो लाग्छ तपाईँहरूलाई कतिको मिठो लाग्छ कमेन्ट गर्नु न ल कतिको मनपर्छ मकैको चामल तपाईँहरूलाई कतिलाई मनपर्छ कतिलाई मन पर्दैन नि